के रहेछ कि हाम्रो काका हाम्रो दाइ हुनुहुन्छ हाम्रो जेठोबा बाजे तालले हामी सबजना मिलेर हेर्दैछौँ बाजे ताल भनेको यस्तो हुन्छ कि हाम्रो स्पेसल्ली हुन्छ पुरा यस्तो स्पेसल्ली हेर्छ यो चाहिँ हाम्रो गाउँतिर बनेको बाहिर हो त्यही भएर यसको लय टुक्का हुँदा हेर्नुहोस् यता गएर है यिनीहरू एकअर्काको भइसक्यो अब अर्काको भइसक्यो के आस भन्यो के कर लाउँछौ मलाई भने कि यिनीहरू भेट भएको रहेछन् कि बल्ल कर लाएको रहेछन् कि यिनीहरूले लास्टमा यिनीहरू भुपुमा अब हुन्छ नि त पछिल्लो पुरा समय भेट भएर गएको जस्तो ल यो रहेछ है अब बुझ्न पर्यो नि त हामीले त साइकोलोजी त बुझ्न पर्यो नि त पहिलाको अब एकअर्कामा अब गर्लफ्रेन्ड बोयफ्रेन्ड भयो माया गर्ने अनि पछाडि फेरि एकअर्काको भयो कि अहिले लास्टमा भेट गएर यस्तो के को कर लाग्छ भन त्यो अब बुढो छ अब यता त्यो अब डरै लाग्छ भन्ने त अब के होइन बबाले हेर त तँ नाचेको ल आम्मामा यो त धाँसरै हो नि मेरो त ल हेर त कुम्ली परेर नाचेका त्यो घारा भिरेका ओए हेर त त्यो बुढी आमेहरू होइन बबाल नेचुरलै बनाएको छ कि स्पेसल्ली नेचुरल खतरा नेचुरल हो ल यो पनि पछि पर्यो यसले त किरेजिने यसले त किरेजिने गराएको यसलाई कसो गरौँ के गरौँ भन्ने गराएको केटीले त पिले हाके यसले पेलोको ल हेर त च्याली त हरि भने त केटीले त पट्टाउनै खोजेछ कि यसले कुमार केटा पनि भन्नु फेरि अब नभन् त भन्न पर्यो होइन यहाँ त पेलो के यसले गोठाल्न थाल्नु चाहेको हेर त गाउँ पनि आएर हरि के बबाल के है जापानकै रहेछ कि होइन यसले कटा चाहिँ के हानेको थाहा केटाले हानेको जर्मन जापान चिसो छ अरे त्यही भएर नेपालमै बस्छु भन्नु क्या यसले केटा अब उताबाट यसले पेलेको रहेछ नि त केटाले त्यही भएर केटीले हो न जर्मन जापान त चिसो छ अरे भनेर यसले कटा छ्यानो क्या यसको